पूर्व मोडामा फर्केको 3वटा अट्याच्ड वाशरूम भएको फुल फर्निश घर, त्यो पनि पाउने 4 आना जग्गामा बनेको इमाडोलको शीतल हाइटमा फुल्ली सेटिस्फाइङ यो प्रपर्टी तपाईँले किन्न सक्नुहुन्छ। पार्किङ स्पेसमा एउटा गाडी जुनसुकै सर्लक्क सिधा पार्क गर्न सक्नुहुन्छ। बाइक स्कुटीको लागि थप स्पेस प्लस घरको अर्को अट्र्याक्सन चाहिँ वाटर फाउन्टेन, त्यहाँनिर सललल पानी बगेको देख्नुहुन्छ। 2वटा इन्ट्रान्स ढोका रहेको छ। यो तपाईँको सेपरेटली रेन्टल स्पेस 1 BHK र यो हेर्नुहोस् त अष्टमङ्गलको मजाले हातले खुँदेर बनाएको दामी ढोकाबाट चाहिँ तपाईँ आफै जानलाई स्पेस रहेको छ। ल अब माथि गएर हेरौँ है त। फर्स्ट फ्लोरमा तपाईँको लागि यो लिभिङ स्पेस रहेको छ, एकदमै मजाको छ। झ्याल पूर्वको हो, काम लाग्ने भइहाल्यो। झुमर लाइट छ, फल सिलिङको सिलिङ डिजाइन एकदमै राम्रो अट्र्याक्टिभ लाग्यो। अनि यो फ्लोरिङ पनि पार्केटिङ, त्यो पनि ओरिजिनल पार्केटिङ हो यो। अनि यहाँनिर तपाईँको लागि राखेको छ ठुलो टिभी क्याबिनेट। अनि यहाँनिर 2वटा मास्टर बेडरुमहरू छन्। त्यसमा म सुरुमा तपाईँलाई यो बेडरुम देखाउँछु। यो बेडरुम हेर्नुहोस्, हाइड्रोलिक बेड तपाईँले देख्नुहुन्छ। बेडको पछाडिको टाउकोतिरको डिजाइन डेकोरेसन देख्नुहुन्छ। अनि यहाँनिर ठुलो दराज पनि राखेको छ। यहाँनिर बाल्कुनी स्पेस र अट्याच भने त्यहाँनिर रहेको छ। अब तपाईँलाई म अर्को एउटा बेडरुम देखाउँछु। ल हेर्नुहोस्, यो बेडरुम पनि यस्तो राम्रो अट्र्याक्टिभ छ है। झ्यालमै म तपाईँलाई पहिला देखाउँछु। बाल्कुनी स्पेस हो, त्यो पनि पूर्वको झ्याल भइहाल्यो। हाइड्रोलिक बेड हो, डिजाइन डेकोरेसन यताबाट देख्नुहुन्छ। अनि यहाँनिर के छ, 2टा चिज छ। यो चाहिँ तपाईँको ठुलो दराज भयो। अनि दराजदेखि यो ढोका खोलेर यस्तो हेर्छौँ भने यो भयो अट्याच्ड वासरुम। भनेपछि यो चाहिँ हिडन अट्याच वासरुम, तपाईँलाई बाहेक अरू कसैलाई पनि थाहा हुँदैन यहाँ वासरुम छ भनेर। सो हामी जान्छौँ अब दोस्रो फ्लोरतिर है त। सेकेन्ड फ्लोरमा रहेको एउटा बेडरुम यतापट्टि छ, जुन गेस्ट रुम तपाईँले चलाउन सक्नुहुन्छ। त्यसलाई मैले देखाइनँ। यो कमन वासरुम छ र यहाँनिर हेर्नुहोस्, सबैभन्दा राम्रो लागेको है मलाई चाहिँ यो भयो किचन डाइनिङ स्पेस। के छ सबै कुरा म तपाईँलाई मजाले देखाउँछु। पहिलो त भयो यो तपाईँको किचन पकाउने स्पेस। पूर्व फर्किएको यो चिम्नी भइहाल्यो, पूर्व फर्केर पकाउने होइन। अनि यो सबै क्याबिनेट फुल्ली मोडुलर भइहाल्यो। के राख्नुहुन्छ सबै चिज छ। हात धुन, खानासाना पकाउन सबैको लागि धारा यहाँनिर छँदैछ। अनि अर्को भनेको चाहिँ यो कुनामा तपाईँले ठुलो डबल डोरको फ्रिज राख्न सक्नुहुन्छ। अनि यहाँनिर पनि अरू थप सामानहरू डेकोरेसनहरू गर्नलाई यो बनाइएको छ। र हात धुनलाई, खाइसकेपछि हात चुट्नलाई एकै ठाउँमा हुँदैन, दुसरा ठाउँ चाहिन्छ भन्ने चाहिँ यो रहेको छ। यहाँ चाहिँ आएर मजाले हात धुने। अनि यो चाहिँ डाइनिङ एरिया रहेको छ। अब अर्को एउटा बेडरुम हेरौँ। घरको अन्तिम बेडरुम, त्यो पनि यस्तो शानदार देख्नुहुन्छ है। अट्याच छ, यसमा पनि ड्रेसिङ एरिया, टिभी राख्नु पर्यो भने यहाँ छ। पुरै ठुलो दराज छ। अनि हाइड्रोलिक बेड छ र बाल्कुनी स्पेस पनि छ। भनेपछि यो घरमा 3वटा अट्याच्ड वासरुम छ, फुल्ली बाल्कुनी सहित है त। घरको पुरा भिडियो तपाईँले हेर्नुभयो, तपाईँलाई मन पनि परेको छ र थप जानकारी मजाले बुझ्न चाहनुहुन्छ भने नम्बर स्क्रिनमा छ। ग्लोरी प्रपर्टी सर्भिस भन्ने बित्तिकै नाम नै काफी छ।